यो एउटा यस्तो सम्बन्ध हो जसमा इग्नोर पनि मैले गरिरहेको छु अनि आँसु पनि मैले बगाइरहेको छु। खै यो कस्तो प्रेमको जन्जिरमा फसेँ म। न त उसलाई म अँगाल्न सक्छु न त भुल्न नै। आफैले नै उसलाई ब्लक गरेको छु, आफै नै आँसु बगाएको छु। यो कस्तो प्रेम हो, मैले आफैले परिभाषित गर्न सकिरहेको छैन। उसका सबै व्यवहारहरू देखेर न त मैले उसलाई अँगाल्न सकेँ, न त मैले उसलाई आफ्नो बनाउन सकेँ, न त मैले उसलाई हाँसी हाँसी मनका कुरा व्यक्त गर्न सकेँ, रिलेसनमा बस्न सकेँ, न त उसलाई यो दिमागबाट पर्मानेन्टली रूपमा डिलिट गर्न सकेँ। बोल्नु पर्ने बाध्यताहरू हुँदाहुँदै पनि किन सम्झिन्छौँ यो दिमाग अनि किन हटाउँदैन यो मनले। म आफ्नो मनैलाई कहिलेकाहीँ प्रश्न गर्छु, धिक्कारछु। यो मनलाई पनि त्यही मान्छे मन पर्नुपर्ने जसको मन सफा हुन्छ। मनको कुरा मनलाई त थाहा हुनुपर्ने। यति धेरै चरित्रमाहीन, चरित्रमा दाग लागेको मान्छे र उसले चरित्रमा दाग लगाएर घर न घाटको पारेको मान्छे। मसँग छ न त केही कुरा पनि छैन, छ त केवल उसको याद मात्रै, उसको माया मात्रै। उसले जीवन र मृत्युको दोसाँधमा छोड्दा पनि, उसले बाँकी केही नराख्दा पनि उसका बोलेका शब्दहरू, उसले बोलेका वचनहरूले यो मनलाई पटक पटक घोज्दा पनि फेरि किन यो मन उसै सामु जान खोज्छ, फेरि किन उसैलाई सम्झिन पुग्छ। यो इख नभएको मनलाई मैले कसरी सम्झाउँ खै। हो, प्रेम गर्नु पाप होइन भन्छन्, तर पनि भगवान प्रेम उसैसँग बनाइदेऊ जो साँचो प्रेमको लायक छ। कसम भनेको कि लाग्छ मलाई, साँच्चै लाग्छ, उसले अरू कसैसँग बोलेको देख्दा, अरू कसैसँग भेटेको देख्दा, अरू कसैसँग रातहरू बिताएको देख्दा मलाई साँच्चै मन दुख्छ, रिस पनि उठ्छ, डाहा पनि लाग्छ। तर के गर्नु, यसो भन्दैमा मैले उसलाई सम्झाएर बुझाउन नै सकिनँ। अनि हो, यो पनि थाहा छ उसले मलाई पनि अँगाल्न सक्छ, तर उसले मलाई मात्र अँगालेर बस्न सक्दैन। म यो बाँडिएको मायामा, भागभण्डा लगाएको मायामा म अंश माग्न सक्दिनँ। तिम्रो त्यो सबैलाई बाँडेको माया म न त चाहन सक्छु, न त चाहना छ, न त तिमीलाई भुल्न सक्छु। यो जन्जिरमा कसरी फसेँ म, यो जन्जिरबाट कसरी उम्क्यो म। भुल्ने कोसिस गरिरहेको छु, सक्दिनँ। सम्झाउने कोसिस गरेको, तिमीलाई बुझाउने कोसिस गरेको, सुधार्ने कोसिस गरेको, सकिनँ। तिमी त एउटा बागमती नदी जस्तै थियौ, सडक छेउको एउटा सहर नजिकैको सडक छेउको एउटा नाली जस्तै थियो। मैले सफा गर्ने अनेक कोसिस गरेको हो, सकिनँ। तिमी झन्झन फोहोर बन्दै गयो। मैले त्यही नालीमा पटक पटक डुबुल्किँदा मारेको छु, तर त्यही नालीमा जिन्दगीभर डुबेर बस्न सकिनँ। मैले उम्किन चाहेँ र उम्किन सकिरहेको छैन। योभन्दा अरू दुर्भाग्य के हुन सक्छ? हेर, तिमी किन दोष लगाउँछौ मलाई, किन गाली गर्दैछौ मलाई? तिमीले पनि त आखिर चटक्क छोडेको भए कुनै दिन मैले छोड्ने निर्णय नै गरेको थिएँ। किन मेरो इज्जतमाथि दाग लगाउन खोज्दैछौ? किन मलाई मेरै आफ्नाहरूबाट टाढा बनाउन खोज्दैछौ? मलाई किन घर न गाडको बनाउन खोज्दैछौ? तिमी नै होइन,
त्यो दिन मसँग झुटो बोलेर प्रेमको जालमा फसाउने तिमी नै होइन। प्रेमको नाममा झुटको खेती गर्ने मान्छे आजभोलि भन्दैछौ रे जुन व्यवहार तिमीले गरेर मलाई फसायौ, होइन त्यही व्यवहार उसले गरेर मलाई फसायो भनेर कसरी मैले भन्नुपर्ने कहानी तिमीले भन्दैछौ। तिमीलाई कति पनि डर लाग्दैन त्यो भगवानको जसले तिम्रा हरेक गतिविधिहरू हेर्दैछ। हेर इज्जतको डर त मानेनौ, अनि समाजको डर त मानेनौ, मेरो डर त मानेनौ। मेरै बारेमा त्यसरी बोल्दाखेरि कमसेकम त्यो भगवानको डर मान। सोच एकपल्ट, छातीमा हात राखेर बुझ एकपल्ट मैले के गरेँ आजसम्म उसँग सम्बन्ध भइसकेपछि। उसलाई के भने, मैले उसलाई कति भ्रममा राखेँ, मैले हुँदाहुँदै कतिजनासँग सम्बन्ध राखेँ। एकचोटि विचार गर अनि बल्ल मात्र मलाई दोष लगाउन आऊ। सोच एकपल्ट कतै मेरो पनि गल्ती थियो कि, बुझ एकपल्ट कतै मै पो गलत थिए कि, अनि बल्ल मात्र मलाई दोष लगाउन आऊ। हो मैले तिमीलाई आफ्नो बनाउन सक्दिनँ भनेकै हो, मैले मेरो मात्र बनाउँछु भनेको थिएँ। मैले आफ्नो बनाउँछु भनेको थिइनँ, तिमी मेरो मात्र हुन सकेनौ। मैले सबैको लागि बनेको तिमी बाढी चुडी खान सकेन, बाढी चुडी लान सकेन। यो मन पनि बडो अचम्मको हुँदो रहेछ प्रिय। मनले चाहेको मान्छे त हौ, तर जीवनमा किन कम्फर्टेबल छैनौ अचम्म लाग्छ मलाई। थाहा छ तिमीले मेरो पीडा देख्दैनौ, अदृश्य पीडा छ। थाहा छ तिमीले ती आदतहरू कहिले छोडेनौ जुन आदत छोडा भनेर मैले तिमीलाई कुनै दिन खुट्टामा टोकेको थिएँ, अनुनय विनय गरेको थिएँ, झगडा पनि गरेको थिएँ। तर ती आदतहरू तिमीले कहिल्यै छोड्न सकेनौ। अनि भन मैले तिमीलाई छोड्नु बाहेक अरू के विकल्प थियो? मैले तिमीलाई हरेक कुराको लागि कम्प्रोमाइज गरेर स्वीकार्न सक्थेँ, तर केही कुराहरू छन् जसको एउटै मात्र रिजन थियो, एउटै मात्र विकल्प थियो, तिमीलाई छोड्नु, तिमीलाई नै त्यागिदिनु र आफैलाई फलफल जलाउनु, तडपाउनु, रुवाउनु, यही नै विकल्प थियो। आजभोलि दैनिकीहरू पनि कता कता बितिरहेछन् तिमीलाई थाहा छ। रातको 2 बजेसम्म अनिदा पल्टो फेर्दै रात बिताउनु, अनि त्यसपछि 2 घण्टा सुत्नु, 2-3 घण्टा सुत्नु, यही नै मेरो दैनिकी भनेको छ। मैले 24 घण्टामा 2 घण्टा सुतेर 12 घण्टा आँसु बगाएको छु। यो आँसुको श्राप त तिमीलाई नलागोस्, तिमीलाई मेरो जिन्दगीको, मेरो भावनासँग खेलवाड गरेको श्राप त नलागोस्। जे होस् राम्रै होस्, चाहे जस्तो होस्, सोचे जस्तो होस्, तिमीले भने जस्तो बर्बादीको कामना त गरेको छैन, तर साँच्चीकै भगवान छ भनेर उसले सत्य बुझ्छ भने त तिमीलाई पक्कै पनि राम्रोसँग छोड्ने छैन। कहिले अब सताउँदिन तिम्रो पछि म आउँदिन।